फिल्ममा एउटा हामी जस्तै साधारण मान्छे आफ्नो कुनै गल्ती बिना जब एक्कासी आफूभन्दा ठुलो समस्यामा पर्छ जसले गर्दा उसको जीवन नै दाउमा आइलाग्छ। ती समस्याहरू जुन केही हाम्रो कन्स्पिरेसी थ्योरिजमा आइराख्छन् र केही जुन हामीलाई नै रियल लाइफमा पर्न सक्छ। यो कन्फ्लिक्टले अडियन्सको मनमा अर्कै खालको पर्सनल इन्ट्रेस्ट जगाइदिन्छ अनि एकछिनको लागि आफूलाई हिरोको ठाउँमा राख्न विवश बनाइदिन्छ। त्यसपछि यो आफू जस्तै देखिने हिरोको यात्रामा अडियन्स हिरोलाई सपोर्ट गर्दै सँगै जान्छन् र अन्त्यमा उसको जित हुँदा अडियन्सहरूको पनि चित्त बुझ्छ। यो ब्लेक स्नाइडरको डुड विथ अ प्रब्लम जनरको टिपिकल स्टोरी लाइन हो। तर डुड विथ अ प्रब्लम जनर भनेको के हो त? आउनुहोस् सँगै बुझ्न कोसिस गरौँ। That's me, Colt Sievers, and this is my hero's journey. An ordinary guy finds himself in extraordinary circumstances. यो एउटा फ्रेजले डुड विथ अ प्रब्लम जनरलाई डिफाइन गर्छ। अनि किनकि यो एउटा साधारण मान्छेको कथा हो त्यसैले यो जनरको सफल फिल्महरू हेर्ने भए तिनीहरूको कथा ग्राउन्डेड र रियलिस्टिक देखिन्छन् जसले अडियन्सलाई हिरोको प्रब्लम र पेनसँग नजिक हुन बाध्य गराउँछ। It's okay, Caleb. It's okay. डुड विथ द प्रब्लम जनरको प्राइमल अर्ज पनि सर्भाइभल हुन्छ र यसको कथा ट्रायम्फ अफ द स्पिरिट अथवा साहसको जितमा आधारित हुन्छ जसले गर्दा फिल्म अडियन्सको लागि पर्सनल पनि भइदिन्छ किनभने हामी सबैको मनमा आफूलाई प्रुभ गर्ने इच्छा हुन्छ, आफ्नो साहस देखाउने चाहना हुन्छ र जब अडियन्सले फिल्ममा आफू जस्तै मान्छेले एकदम कठिन परिस्थितिमा आफू बाँच्न वा अरूलाई बचाउन लागि परेको देख्छन् उनीहरूले हिरोको जर्नीलाई एकदम मन पराउँछन्। Been raised on television to believe that one day we'd all be millionaires and movie gods and rock stars, but we won't. र यदि फिल्ममा प्रब्लम वा भिलन हिरो भन्दा धेरै ठुलो र पावरफुल बनायो भने थ्रिल झन् धेरै हुन्छ। No, not even you can kill everyone. र अन्त्यमा यो साधारण क्यारेक्टरले जब यो बलियो भिलनलाई जित्छ तब ऊ वास्तवमा अडियन्सको नजरमा हिरो हुन्छ। उदाहरणको लागि 1988 को फिल्म डाई हार्डलाई हेरौँ। फिल्ममा ब्रुस विलिसको क्यारेक्टर जोन मक्लेन न्युयोर्कको एउटा पुलिस अफिसर हुन्छ र ऊ आफ्नो वाइफ र बच्चाहरूसँग क्रिसमस मनाउन लस एन्जलस आउँछ। जोन र उसको वाइफ सेपरेसनको फेजमा हुन्छन् तर जोन यो रिलेसनलाई पनि जोगाउन चाहन्छ। That means you have to move here. You're very fast, Argyle. So why didn't you come? तर जब ऊ आफ्नो वाइफको अफिसमा पुग्छ जहाँ क्रिसमस इभको पार्टी भइरहेको हुन्छ त्यहाँ एकछिनमै केही टेररिस्टहरूले बिल्डिङ कब्जा गर्छन् र सबैलाई होस्टेज बनाइदिन्छन्। जोन मात्रलाई टेररिस्टहरूले देख्दैनन् अनि अब जोनले सबैलाई टेररिस्टहरूबाट बचाउनु पर्दछ। Argyle, tell me you heard the shots and you're calling the police right now. अब जोन लुक्दै बिस्तारै टेररिस्टहरूलाई एक पछि अर्को गर्दै मार्न थाल्छ। यो बीच ऊ थाक्छ, डराउँछ, हार मान्छ, घाइते हुन्छ, एकदम जोखिम उठाएर पुलिससम्म कुरा पुर्याउँछ तर एउटा पुलिसले बाहेक अरू सबैले जोनलाई पनि टेररिस्ट भन्ठान्छन् र यो सबै प्लान हो भन्ठान्छन्। Powell, has it occurred to you he could be one of the terrorists pulling your chain or some nutcase in there? I don't think so, sir. In fact, I think he's a cop. जोनको हालत देख्दा अडियन्सले पनि उसँग रिलेट गर्छन् किनकि मेकर्सहरूले फिल्मको काल्पनिक कथाको आधारमा एक्सन्सहरू एक्ज्याजरेट गरे पनि इमोसनल र फिजिकल पेन रियलिस्टिक नै राखेको छन्। I feel like shit anyway. अनि हाम्रो यो अन्डरडगलाई भिलेनले पनि चुनौती दिइरहेको हुन्छ जसले गर्दा अडियन्सले जोनले भिलेनलाई कसरी जित्छ होला भन्ने कुरा सोचिरहेको हुन्छन्। अनि अन्त्यमा जब जोनले सबैलाई बचाउँछ तब अडियन्स पनि स्याटिस्फाइड हुन्छन्। त्यस्तै 2019 को जोकरमा फिल्मको प्रोट्यागनिस्ट अर्थर फ्लेक एउटा इनोसेन्ट क्यारेक्टर हुन्छ। उसको न्युरोलोजिकल डिसअर्डर, गरिबी, आमासँगको एउटा बच्चाको जस्तो इनोसेन्ट बेहोरा, बाहिरी मान्छेको अपहेलना आदिले अर्थरलाई अडियन्ससँग कनेक्ट गराउँछ। Please stop bothering my kid.
अनि जब ऊ राति ट्रेनमा घर फर्किँदै हुन्छ तब उसको गल्ती बिना नै केही मान्छेहरूले उसलाई कुट्न थाल्छन् र सेल्फ डिफेन्स गर्दा उसबाट गोली चल्छ र हत्या हुन्छ र यही सडन इभेन्टले उसको जीवन बदलिदिन्छ र अथरलाई एउटा इनोसेन्ट क्लाउनबाट एकदम डेन्जरस भिलन जोकर बनाइदिन्छ। तर यो मर्डरमा पनि अडियन्सले अथरको नै सपोर्ट गर्छन् किनकि अडियन्सले अथरको जीवन र बाध्यता बुझ्छन् अनि अब यस्तो कमजोर क्यारेक्टर कसरी पावरफुल हुन्छ होला भनेर मनमा प्रश्न पनि राख्छन्। Nothing can hurt me anymore. My life is nothing but a comedy. डुड विथ द प्रब्लम जनरको यो सबैभन्दा ठुलो टुल हो किनकि एउटा साधारण मान्छेले एकैछिनमा सुपर हिरो पावर पाउन सक्दैन र त्यसैले उसको सबैभन्दा ठुलो हतियार भनेको साहस र बुद्धि हुन्छ। अनि राइटरले कथामा यो सस्पेन्स अडियन्सको लागि मात्र नभइकन क्यारेक्टरको लागि पनि राख्नु पर्दछ। फिल्ममा क्यारेक्टरले अब के गर्ने होला भनेर सोच्दा वा डराउँदा यता अडियन्स पनि क्यारेक्टरसँग नै दुविधामा पर्नु पर्दछ। I don't think I can do this. Russ, of course you can. किनभने यही ठुलो प्रब्लमको राम्रो लजिकल र साधारण सोलुसनले नै अन्त्यमा फिल्मको सारा कथाको पेअफ गर्छ नत्र भने अगाडिदेखि बनाएर आएको सबै कुरा भत्किन्छ। I'm gonna need to see some identification. Makes me feel young again. अर्को 2015 को द मार्शियनमा जब म्याट डेमन मार्समा एक्लै अड्किन्छ वा 2013 को ग्राभिटीमा सान्ड्रा बुलक स्पेसमा एक्लै अड्किन्छ उनीहरूले बच्नको लागि गरेको स्ट्रगलले अडियन्सलाई पनि सफोकेट गर्छ र स्पेसदेखि तर्साउँछ। त्यस्तै एनिमी अफ द स्टेटमा जब विल स्मिथको क्यारेक्टर डिनको ब्यागमा बायोलोजिस्ट ड्यानियलले अमेरिकन इन्टेलिजेन्स एजेन्सीको हेडले गरेको मर्डरको भिडियो टेप राखिदिन्छ त्यसपछि एजेन्सीले भिडियो टेपको लागि डिनलाई हन्ट गरेको कथाले पनि साधारण मान्छेको मनमा करप्ट गभर्मेन्टले एउटा इनोसेन्ट मान्छेलाई केसम्म गर्न सक्छ भन्ने एउटा डर जगाइदिन्छ। Your collar, your belt, your zipper. Get rid of your clothes, all up. समग्रमा भन्नुपर्दा कथा जुन पनि टपिकमा हुन सक्छ तर स्क्रिन राइटरले अडियन्सलाई के फिल गराउन खोजेको हो भन्ने क्लियर हुनुपर्छ। So I need to establish the themes. जस्तै डुड विथ द प्रब्लम जनर र मोन्स्टर इन द हाउस जनर दुवैको प्राइमल अर्ज सर्भाइभल हो अनि यिनीहरूको अरू एलिमेन्ट थाहा भएन भने लेख्दा राइटर आफै कन्फ्युज हुन सक्छ। Anyway, she said it was Silence of the Lambs meets Psycho. Well, maybe you guys could collaborate. I hear Mom's really good with structure. अनि अब तपाईको फिल्म डुड विथ द प्रब्लम जनरमा हुनको लागि यी तीनवटा एलिमेन्ट चाहिन्छ। पहिलो एउटा इनोसेन्ट हिरो जो आफ्नो केही गल्ती बिना नै कन्फ्लिक्टमा पर्छ। दोस्रो एउटा सडन इभेन्ट जो कुनै वार्निङ बिना नै हिरोको जीवनमा आउँछ जसको लागि हिरो रेडी हुँदैन। र तेस्रो कथाको स्टेक भनेको लाइफ वा डेथ हुन्छ हिरोको स्ट्रगल बाँच्न र बचाउनको लागि हुन्छ। ल अब आफ्नो कथा डुड विथ द प्रब्लम जनरमा परे कि परेन हेर्नु र यदि आफ्नो कथा अरू नै जनरमा छ भने पनि त्यसलाई डुड विथ द प्रब्लम जनरमा लेख्न कोसिस गरेर एक्सपेरिमेन्ट गर्नुहोस् किनकि एउटै कथालाई धेरै तरिकामा लेख्न सकिन्छ र धेरै तरिकामा भन्न सकिन्छ त्यसैले एक्सपेरिमेन्ट गर्दै गर्नुहोस्। What is this? Deadbeat dads, rappers, crack, and splack. धन्यवाद।